सम्पूर्णमा नमस्कार। हाम्रो बहिनी कुसुम पाठकको विवाहको तयारीको क्रममा कसार बटार्ने क्रम जारी छ। सम्पूर्ण आफन्त भेला भएर आजको यस दिनमा हर्षोल्लासपूर्वक मेरो बहिनी यही हो कुसुम पाठक, उहाँ नै हुनुहुन्छ। हामी यो कार्यक्रमहरू गरिरहेका छौँ। सबैजना भेला भएर हर्षपूर्ण तरिकाले काम गर्दैछौँ। भगवान गणेशजी, दुर्गा माताको लागि हाम्रो ज्येष्ठ भिनाजु, ज्येष्ठ फुपाजु भिनाजु के भन्नु छ कि यो शुभ कार्यको लागि हजुर एकदमै हृदयदेखि नै खुसी र धन्यवाद। र आउने यो भोलिको शुभ विवाहको कार्यक्रममा दाम्पत्य जीवन सुख र आनन्दमय बितोस्, सधैँ सुखी र खुसी रहने वातावरण सधैँ सिर्जना होस्। हस्, धन्यवाद। धन्यवाद। सबैभन्दा पहिला आउने जेठा ज्वाइँ उहाँ हाम्रो पाठक परिवारको होइन मम्मीको पनि छ भन है, सुनौँ न। एउटा भिडियो गर्नु न, म लामै छ ठ्याक्क यो अरू बोले घटाउँदै राम्रो कुरो मात्रै। नेपाल प्रहरीको पाठक परिवारमा हजुर सबैभन्दा पहिला आउने ज्वाइँ चाहिँ उहाँ नि हो। हस्, धन्यवाद। जेठी छोरी, जेठा ज्वाइँ। दिदी जेठी छरछिमेक साना फेरि अब बोल्दा एकदम खुसी छौँ हामी यहाँ बहिनीको बिहे एकदम। नालाजीकी छोरी भन्नु न। नालाजीकी छोरी, कान्छी छोरी, एकदम हामी खुसी छौँ। यहाँ कसर बाँड्दैछौँ, रमाइलोसँग आनन्द लिँदै खुसी साथ। आज कसारेको दिनदेखि सुरु भयो। अब घरमा कसार बाटेर सुरु गरियो शुभ धेरै कार्य। अगाडिदेखि बिहेको शुभ कार्य। बसेर सहर केन्द्रित बनेर आफ्नो अध्ययन गर्ने क्रममा मैले यसरी ओकेजनल्ली घरमा कार्यक्रमहरू आइपर्दा समाजका मान्छेहरू गाउँ क्या हो यो त यार भेला हुँदाखेरि आफूलाई रमाइलो हर्षित लाग्ने रहेछ। सबैजनालाई यही भिडियो मार्फत धेरै धेरै धन्यवाद दिन चाहन्छु। गाउँको मिठासै यही हो। भन्दा भन्दै मेरो बहिनी कति लामो भयो भन्दा भन्दै आयो। यसरी गर न। त्यही भएर बिहेको कार्य जे गर्दा पनि के भने त्यो 6 महिना वर्ष दिन अल्झाएर गर्नुहुन्न। यो तुरुन्तै बिहेको कार्य 1 महिना 1.5 महिनाको बिचमा चाहिँ सबै कार्य सक्ने गरेर गरियो भने त्यो आनन्द के अरे धेरै मानसिक टेन्सन र शारीरिक टेन्सन लिनु पर्दैन, तनाव लिनु पर्दैन। तनाव लियो भने छोटो समयमा आखिरी समय आइसकेपछि त्यतिकै त्यो आफै आफ अलिकति बढी खट्नुपर्ने हुन्छ, तुरुन्तै भइहाल्छ। यो काम सम्पन्न भइहाल्छ। हस् दाजु एउटा टपरी यो चाहिँ म सोध्छु ल, यो उसमा भनिदिनु ल। यो कसार अलि सानो बनाउनु भएको छ के? यही गर्दा राम्रो हुन्छ कि अलि ठुलो बनाउँदा राम्रो हुन्छ कि? सानो 9 जोर चाहिँ गणेशलाई भनेर सानै बाटिन्छ। कतिवटा भाग? यो गणेशलाई चढाउनु 18 वटा 9 जोर। 9 जोड बाटिन्छ, 18 वटा। जोडी जोडी चाहिन्छ अरे। यो हाम्रो धार्मिक परम्परा अनुसार त्यसै गर्ने गरेको छ। यो परम्परादेखि चलिआएको यस्तै छ। सिकाको यस्तै थियो। पहिले यो भगवानलाई चढाएर मात्रै अरूलाई एउटा ठुलो गणेशलाई 18 जोड चाहिँ भगवान सबैलाई जग्गेमा चाहिन्छ। भोलि 9 जोड चाहिँ को आए जस्तो लागेको थियो। किन खोइ भनेको को हो? कहाँ यो फोन पे उता राख्दैन गोजीबाट। जेठी सासु पिठा छिन्किने
यहाँ छ नि त कुरो बोल्नु भयो भिडियोमा आउँछ भने होला कति लामले लाम्ने त कति उता पोख्यो भनेको के पोख्यो मलाई भनेको पोख्यो भने हजुर बोल्नु अनि होइन काट्नु त अब यहाँ कोचिङ यहाँ फोनमा ग्रुपमा बोल्न पाउँछ फोन गर्ने होइन त आउनु नि थप ओ राम्रो कुरा गर्नुभयो फोनमा बोल्ने होइन त आज त नि सानीमा आए जोडेर बना खिचिरहेको छ सामान त्यसले झन् हुन्छ छिमेकी गीता दिदी मनिषा भाउजू बालकृष्ण भाइ लगायत म पनि यसो हात बटारौँ कसार बटार्नलाई हात बटाउँ अगाडि भनेर लागि परेको छु यो निक्लिन्छ नि त्यही भएर चाल्नुपर्छ त्यही भएर बल्ला पर्छ नि त त्यही भएर चाल्नुपर्छ रमाइलो भनेको हुँदो रहेछ तर अब चाल्ने चाहिँ यस्तो चाल्नेले चाहिँ हुँदैन नानीमुखी श्राद्धको तयारीमा मातापिता ठुलो बुवा हुनुहुन्छ त्यसै गरी पण्डितज्यू पनि त्यहीँनिर हुनुहुन्छ सम्पूर्ण सरजमहरू जुटिसकेको छ हामी सम्पूर्ण परिवारहरू तयारीमा छौँ मम्मीले गुरुलाई टोपी मालाको व्यवस्था पनि गरिसक्नु भएको छ अब हामी नानीमुखी श्राद्ध यो चाहिँ नेपाली परम्परा अनुसार यत्रो विवाह जस्तो ठुलो कार्यक्रममा काहीँ कतै कोही आफन्त इष्टमित्र 10 दिने दाजुभाइ कोही माथि वज्रपात पर्यो काहीँ शोक भयो केही पर्यो भने नानीमुखी श्राद्ध गरिसकेपछि वैवाहिक कार्यक्रम चाहिँ रोकिनु हुँदैन रोकिँदैन भन्ने हाम्रो धार्मिक मान्यता अनुसार यो नानीमुखी श्राद्धको तयारीमा पूर्व भागे झापा मण्डलान्तर्गत वीरतापोष नगरपालिका वार्ड नम्बर 2 4 पानेचोक ग्रामीण ग्रामस्थानी प्रमोषपति षष्ठी संवत्सरामध्ये रौद्रनाम संवत्सरे श्री सूर्यकृष्णार्थे मासु तममासे वर्षा ऋतु आषाढमासे आषाढ एकादशायां पर्वणि तिथौ गुरुवासरस्य अद्य श्री सूर्य मिथुन राशि चन्द्रमसि यथादि गुरु अन्य शुक्रासु यथाधान तिथिषु सत्सु इन्द्रगुण विशेषण शुभ अद्य कौशिक गोत्र कौशिक विषय मित्र माध्यमिक शाखाय शुक्लांतर्गत शुक्ल यज्ञ अद्य कौशिक गोत्रोत्पन्नस्य इंद्र प्रसाद खड्ग प्रसाद सर्वभौम अस्मत्स भारत नामानि देवताम् आत्मा पुत्री पवित्र नामानि देविका करिष्यमाण विवाह कन्या दान कर्मणि यका आदने आबुदि कर्णान्धुके श्राद्ध वर्षात सप्तदश भूमय मातर पूजन भावनादि द्वारा मातृका देवता पूजन भावना कर्म परिपूर्ण कर्णी श्राद्ध सिद्धार्थम अप्राप्तं प्राप्तार्थं चिरकाल दशार्थं सुख समृद्धि मनुवंशी कर्मसिद्धार्थं अपूर्णता काम पूर्णार्थं अन्नम प्रजापति ताकम देखनीय सरस्वती ताकम वासवसम बृहस्पति देवताकम यज्ञोपवितम ब्रह्म देवताकम इद्विद वसुताकम पूर्वपुत्राय कौनसर्गे ब्राह्मणाय तेन तुभ्यं आवाम वयं संप्रददात् महे छोड़े रवि समाने कायेन वाचा मनसेन्द्रियार्वा बुद्धिर्वा करोमि यद् सकलं परस्मै नारायणाय समर्पयामि तत्सन्नमम छोड़ेगर यशो टीकाधार दिला भयो नमो ब्रह्मण्यदेवाय गो ब्राह्मण हिताय जगत हिताय कृष्णाय दिदी नमस्कार फोटोग्राफ भइएको थियो नमो ब्रह्मण्यदेवाय गो ब्राह्मण हिताय जगत हिताय कृष्णाय गोविन्दाय नमो नमः उठाएर दुईजनाले उठाउने दुईजनाले दिने समाउने यसो तीनैजना
स्वस्ति प्रतिगतं स्वस्ति पुदात् कस्मदात् कामयत कामदात प्रतकामयि तत्ते देव शांति शांति पृथ्वी शांति आप शांति रूपदाय शांति सविश्री दिवाग शांति ब्रह्म शांति समाज शांति हरि इष्ट देवता नमः कुल देवता नमः ग्राम देवता नमः स्थानीय मान देवता नमः रियादी कौशली वास्तु देवता नमः महारानी भगवती बिंदवासिनी लोकपाल दिक्पाल देवता नमः वनस्पत्या रिपरन दशर विभु देवी नमः इष्ट आशा मुखी देवता पृथुरूप सुगता समाने परिसाणवं देवी द्वारा इंद्रागुं नति वीर विद्यमनुवर्णेन आवासेन तरुणेन कुमारेण समीवता पार्वणगुं रेणु प्रकाशं वसुवनेरि वसुदेय सिद्धं ददः हिरो भव वीरं आशीर्भव वाजिर्वन् पृथुर्भव सुगता समाने परिसमाणं शरणागततिगार्थं परिचरणपरायणे सर्वशक्तिधरे नारायणी नमस्ते ओम जगन्नाथै नमः उता गएर यता हेर्नु न भयो हो मम्मी यो बोल्नु हुँदैन त यो भिडियो फोटो ठुलो कुरो होइन विघ्नवासिने नमः मानो भातपुरमानो अर्वपमां सुबरी तीतरभूतमातरमान प्रियात्मका महारानी भगवती देवी नमः देवी द्वारा इंद्रागुं संगाति वीर विजय तरुण कुमारेण संजत पात्म वसुने वसुदेव दिव्यै नमः भूत ईशाशा मुख देवता नमः समस्त पितृदेवता नमः ईशान विष्णु कमलासन कार्तिकेय बनि लई करंजगणि पुराणं ग्रंथा वर्ण कलशो ध्वजपाद नमामि सततं पितृमुक्ति हेतु ओम जगज्जननी नमः मंदारमाला कृतारकाय कपालमालं कृतशेखराय दिव्यंबराय सदिगंबराय नमः शिवाय ओम कुलदेवता नमः वक्रतुंड महाकाय सूर्यकोटि समप्रभु निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ओम मन्मगणाधिपतये नमः विशुक्षेनाय नमः विघ्नराजाय नमः हरि ओम गणानान्ता गणपति गुंगवामय प्रियंता प्रियपति गुंगवामय निधीनान्ता निधिपति गुंगवामय वसु ममामजानि गर्भदम तमजासि गर्भदम ओम सिद्धि विनायकाय नमः लंबोदराय नमः विशुक्षेनाय नमः विघ्नराजाय नमः श्री मन्मगणाधिपतये नमः कुल देवता नमः लगेर कुल देवतालाई अर्पणा गर्ने बिउ बाल्ने मैले काम आँटेको मेरो सफल हुन् हिँड्दा डुल्दा बाटाघाटामा कुनै किसिमको विघ्न बाधा नपरोस् र सिताएको कामना पुरा होस् है कुल देवता मैले निमन्त्रणा गरेँ वर्षी हाम्रो ठुलो कार्य हुँदैछ दृष्टि दिनु देखिदिनु हाम्रो दुःख कष्ट हेरिदिनु शत्रु वैरीका ज्ञान नष्ट गराइदिनु मित्रको जय गराइदिनु आयु वृद्धि हो सपरिवारमा जुन मैले चिताएको कार्य सफल होस् है फेरि पनि देवदेवताहरूलाई सम्झना गर्ने यस्तो मौका शुभ कार्य गर्ने मौका बारम्बार मिलोस् है कुल देवता कुनै भुल चुक गरेछु भने पनि क्षमा गरिदिनु है भनेर देवतालाई राख्ने र अर्पणा गरेर दिउ बालिदिएर अनि आउने आवाहन प्यामी कुम्भ कलशादि वर्णदता धो नम अब यहाँ माथि आवाहन गरेर कुम्भ कलशादि वर्णता नम अब पहिले भुइँमा पूजा गर्ने हरि ओम भूरसी वंशवनम भूरसी मम्मी रसी विश्वधारण भुवनेश धरती कमला देवरी नम धानलाई खम्देर धाने बसिदी दिनु रहता व्यरहता दिनु वसैता पानी प्रतिना छिर्ना परेसी आज कलशमा जाऊ वर्णसु नमसी वर्णसु वर्णसु कलशादि वर्ता भयो नम तिलानीको पानी यसो फुलले लगाइदिने गङ्गी चाहिँ भने सही हो तिलानीको पानी गङ्गी चाहिँ भने सही हो गोदावरी सरस्वती नर्मदे कावेरी जलेश्मी चन्द्रगुरु चन्दन चढाइदिने गन्धद्वारा धराधुखा नेतापुर शङ्कादिसँग ईश्वरतानि परिश्रम अक्षता अक्षय नमिता प्रिया भरि खदा सुभारो दिव्या रवि सते हरि पुष्प श्री सते लक्ष्मी सपत्न्या राजे पाठन भई गाडो सर्वकर्म गाडो पञ्चकुम्भकल समृता बन एउटा पैसा राखिदिने हिरण्य कर्म समुपतारे भूतसे जातपत्रिका आशीत शतधारादा पृथ्वी देवदेव कस्मै लाल गाविदेव एउटा सुपारी राखिदिने जिया फलानि र अपला पुष्पान
जबोषी जबाजाति दुर्भाक्षतम स्वर्गामी ओम अम्बे अम्बिके आपका पर्प पापे रेशो छोइदिने अम्बे अम्बिके बालिके दशु सत सुवर्ण तुतय सोना गंगारी तीर्थनवादौ फेरि तिलानीको पानी लगाइदिने सर्दी समर सर्दी खाने जलधारला आयन तो मानसा दर्शरता बृहस्पति कपडा छोइदिने बृहस्पति व्रातु जले भूपया बृहस्पति बृहस्पति खदि युनि बृहस्पति ओम पंचकुम मकर सदरता भूर्मया गचयाति तया परमितावतम सुस्थिरा बाबा सुप्रसन्नो सुप्रेतु भग कुम्भकर साधुता भूर्म हिरण्य गर्भ समुदारे श्रीमतेमा कस्मै देवाध्यायेम पंचकुम्भ कलशव्रता भूर्म अब हातमा फुल र अक्षता लिएर यसरी घाँटीमा चाहिँ राख्ने कलश छ मुखे विष्णु कण्ठे रुद्र समाश्रिता मूले सुत पूजा गरा सतजीवा वसुन्धरा ऋविदु जलवेद स्वामी पार्व अम्बज सता सर्दी कलश समसुधा त्यो माथि राखिने अर्को फुली र प्रार्थना देवता वसुमादि मध्य मानु बहुधले आदिजाति श्रीदेवा सन्तिका तैर्देवी यतकाम फलं प्रदाता प्रसादितं यज्ञ कर्त सन्निधं कुर्वे देव प्रसन्नो भव सर्वदा भू पञ्चकुं मकर समर्था भूर्म यागछ याति च यावतं करोति तावतो श्रीतिला भव सुप्रसन्नो सुप्रेतु वरदव ओम पंचकुं मकर समर्णाय नमः आवाहर्म्यामि मन्नमा गणाधिपतये नमः आसन पुष्प टुक्रा मन्नमा गणाधिपतये नमः अर्घम दुनु राख्नु छोरी तपाईलाई छोरी वनस्पत्यादि पर्यन्त सर्वे गुणक्रियादि गोष्ठादि ग्रामादि परिजाता गुणम विशुक्षना नमः विघ्नराजाय नमः हे नमः तमे हे अम्बिकाजय सिद्धि रक्षणा वंश नारायण पार्श्वाय नमः भुवसु पार्वताय सिद्धि बुद्धि सहिता सांग सपरिवाराय यमाश्रजामि श्री मन्मा ग्रहाय नमः मंगल भगवान विष्णु मंगल रक्षा मंगल आनंदरी शांति कर्माणि सर्वदा तथातु स्वप्न से ध्यातु महात्मा श्रेयान मम शांति वर्ता विश्वे देवा गुं शांति ब्रह्म शांति समा शांति दे हरि ओम सहस्र श्रीरेखा पूर्व सहस्रपा सर्वमिगुं सर्वतः स्मृता तदेशदसाङ्गुलम् हरि ओम मन्मा गणाधिपतये नमः ओम लक्ष्मी नारायण ब्रह्म सती पुरंदरा ब्रह्म यज्ञ गर्भा पाण्यां नमः ओम मातृ पितृ चरणकमलेभ्यो नमः इष्ट देवता नमः कुल देवता नमः ग्राम देवता नमः थाने देवता नमः गृहधि 64 वास पुरुष देवता नमः महाकाली महालक्ष्मी माँ सरस्वती देवताभ्यो नमः मंगलम भगवान विष्णु मंगलम गजध्वजा मंगलम पुंडरीकाक्ष मंगलातनो हरि सुमुखैकदन्तश्च कपिलो जगर्णक लम्बोदर विकटो विघ्ननाशो गणाधिप धूम्रकेतुर् गणाधीशो बालसुधारणं द्वादशे कार्यकर्माणि यादवी विद्यारम्भे विवाहे च प्रवेशे संग्रामे शङ्करे चैव वेणुसुराजे शुक्लं बलवरं देवं शशिवर्णचतुर्भुजं प्रसन्नो वदनोऽध्याये सर्वविघ्नोपशान्तये ब्रह्मा मुरारी धूम्रकारी भानु शशि भूम सुदु बुधर्ष गुरु च शुक्र शनि राहु केतव सर्वे ग्रह शान्तिकरा भवन्तु ओम पूर्व दिशा का परशुराम कामल कामक्षमाई ब्रह्मपुत्र बड़ारंगी छटान दिशामाई जोगमाई सात सप्त स्वर्गादायी कंकाई माई भगवती जलबुढ़ानी जलशिखा देवता नमः दक्षिण काली वीरभद्र महाकाली भावना काली 64 योगिनी देवता नमः मालमदेश का संपूर्ण देवी देवराली सिद्धमार्ग में भूमि अष्टनागा देवता नमः पश्चिम दिशा का पशुनाथ बुलेश्वरी बुढ़ा नीलकंठ बाला नीलकंठ बौद्ध शंभुधरे दुर्गा भुवनी चागु नारायण हरिहर औलिया पोका बरा क्षेत्र धन का बुढ़ा शुभा शुद्ध आदि आदि का संपूर्ण देवता नमः उत्तर दिशा का तुलकोशी सुनकोशी तामा कोशी भोटे कोशी अनवर कपड़वासा हिमाचली कुंभकर्ण पादी भरा का भगवती इंद्रावती कावेरी गंगा हिमाचल फांसा हुक्मा आदि गरेका यशोका सिद्धराजा सिद्धरानी मुलुकी पांथरानी चांदुरानी महारानी भगवती अवतार नमः शताशी माता भगवती चुलाचुलिका सहस्रधारा शताशी माता भगवती अवतार भूर्म यहाँ का सिंह भूमि नागराजा नागरानी देवता भूर्म आकाश का 33 कोटि चंद्र सूर्य पताल का अष्टनागा देवता भूर्म। मेरी आमा मिठो मिठो रोटी पकाउँदै हुनुहुन्छ बाहिर हँसिलो भए पनि छोरी भिराइ गर्नुपर्ने छ मम्मीले दुखी पनि हुनुहुन्छ भित्रबाट तर संसारको नियम जीवनको नियम जन्मेपछि विवाह गर्नैपर्छ छोरी ज्वाइँको घर जानै पर्छ यो सबै कुरा मेरो मातापिता मैले बहिनीले सबैले बुझेकै छौँ
चलिआएको हाम्रो नेपाली पहिला घरकै परम्परा हो। तीर्थ चिन पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी देउता मार्छन् पुर्कुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी देउता मार्छन् पुर्कुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी देउता मार्छन् पुर्कुसी पितृ बनाऊ खुसी पितृ बनाऊ मनु भी तर्पद वाचम भी तर्पद प्राणम भी तत्व दर्शन भी तत्व शत्रु भी तत्व गणान भी तत्व पितृगण। यता पनि अब भुइँमा पनि यसो पितृ सदा सदा नम पितामह बसेर हुन्छ नि। पितृगताभ्यो नम तत् कुशादिकमादाय हामीले त खाएको छैन त कति पत्ताले हेर्दै खाउँ खाउँ लाग्ने रोटी छन्। मम्मीको मेहनत राम्रै छ। बच्चादेखि आजसम्म देख्दै आएको मम्मीले पकाएको मम्मीले बनाएको खाँदा बेग्लै आनन्द आउने। पहिला घरकै तीर्थ चिन पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी देउता मार्छन् पुर्कुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी देउता मार्छन् पुर्कुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी पितृ बनाऊ खुसी देउता मार्छन् पुर्कुसी पितृ बनाऊ खुसी पितृ बनाऊ यसै गरी मेरो भिडियो यहीँ सकिन्छ। बिदा दिनुहोस्। धन्यवाद।